आलुको फाइनली दिउँ भनेको आज नसक्ने रहेछ क्या हो। उहिलेको याद पाउँछौ घरिघरि मलाई त उहिलेको बाजे बोजूले ठिकै भन्नुभएको रहेछ उखान। गर्ने बेलामा ठिङ्गै खाने बेलामा रिङ्गै भने जस्तो हेर्नु नि। खन्ने बेलामा त म एक्लै छु होइन, पकाएर खाने बेलामा त फेरि वरिपरि हुन्छ नि। उहिलेको बा आमाले भनेको उखान ठिकै रहेछ। आज फाइनली दिउँ भनेको नसक्ने रहेछ हो। गर्ने बेलामा ठिङ्गै खाने बेलामा रिङ्गै सालाहरू भनेको त झल्झली याद आउनु थाल्यो मलाई पनि अहिले त। मेरो साथीमा चाहिँ अहिले दिदीभाइ बाख्रा छ 2 जना, एउटा उहाँ छ। साथीमा चाहिँ भनौँ भने काम गर्ने चाहिँ म एक्लै फेरि हो। उहिलेको पुर्खाको यादहरू मलाई त झल्झली आउन थालिसकिसक्यो। अब यहाँनिर यति छ। दिन राम्रो भन्दा सक्छु कि भन्ने कोसिस गर्दै चाहिँ फेरि अहिले 10-11 बजिसक्यो। गाई बस्तुलाई घाँस हाल्ने के हो हैरान।